के छ है खै के छ खै निलाकोमै थियो अब अहिले ल भयो खै कहाँबाट खन्ने हो म त हुन आउँदैन त फेरि ठुल्ठुला गुलबाट पाक्दैछ यहाँ कोही सानो पाक्दैछ कति एउटा त आयो के अरे डालो वाला खानु खोइ डालो ठुलो खै त मम्मी खन्नु त आमा बेलै भएको छैन भइसक्यो यहाँ चिचिलाई बाँकी छ आमा कति क्युट नानो पटेटो खाने मुखमा नहाल्ला नि अहिले त पकाएर खानुपर्छ खाने होइन अहिले अब यसको पनि गर देखाउनु पटेटो देखाइदियो आप्पालाई भिडियोमा आप्पा हियर त्यहाँ हेर माथिबाटै कति आलु निस्क्यो के हो हो त रहेछ नि मम्मी कति धेरै टमाटो हैन पटेटो मम्मी कति धेरै आउँदो रहेछ कति धेरै पो हुँदो रहेछ त मम्मी है अझ रहेछ के हो बदलान रहेछ नि यहाँ अब कस्तो थाहा हुन्छ फेरि कता छ आलु अब यसको त्यो उखलो अब यो नि हो पहिला उखल पर्छ झ्याप्पैसँग मात्र उखल न अब आयो भाइ कति धेरै आलु यो सबै गराउनु ए बा यो त्यहाँ आलु त्यहाँ झुन्डिरहेको छ मैले त पाकी भन्छ पुरानो पुरानो ए हो माउ आलु पाकी छ अरे पाकी के भयो होइन पोटेटो Potato. पोटेटो द्याट्स यहाँ हेर त ए बा कति हुँदो रहेछ है मम्मी मैले त फर्स्ट टाइम देखेको ल आलु उम्रेको त मैले त फर्स्ट टाइम देखेको यहाँ हेर्नु त आपा कति धेरै आलु उम्रेको हैन आलु फलेको आलु त यहाँ चिम्दै राख त्यही होइन दुई बोटमा आमामा है दुई बोटमा यति धेरै हुँदो रहेछ मम्मी अन्त यो अलि हुर्किन पाएन अँ यो नै हरियाली हुन्छ हरियो होइन कि यो ठुलो हुने चाहिँ क्या हरियो भएको त घामले क्या घाममा सबै एकै नासको हुँदैन क्या आलु घामले ए देखेर ओके पिपु हेर न आऊ हेर त यहीँ हाम्रो रमाइलो वा घामले देख्यो भने हरियो हुन्छ कि यहाँ अझै होला ऊ त्यहाँ हेर त आमामा ल खै त मम्मी ऊ त्यहाँ खोस्रिनु पर्ने रहेछ नि त यी अझै यहाँ रहेछ एउटा निकोलन चाहियो ए भाइ अझै रहेछ उहाँ कसरी त्यसले होइन यसैले गर यसरी खुस यसो गर न काटिन्छ क्या हो काटिन्छ ल न मम्मी गर्नु त आएर यसरी क्या ए काटेछ नि त यी त्यही त काटिन्छ ए बा कति धेरै फल्दो रहेछ नि त पढ्नु भने त ल निको जस्तै रहेछ निको पोटेटो अमाइ नि सो स्मल रातो रोग पनि रातो हुने थियो रातो भन्दा सेतो किन पर्छ पालेको छैन यता यसो यता छ कि जस्तो लाग्यो मम्मी त ए ल यो एउटा आलुबाट यति धेरै आएको गाडी दुईटा हो हो यो मैले भन्नु खोजेँ दुईटा आलु अब यो बोट हरियै छ यो पछि खनेन हुन्छ त्यो अलि पछि गरौँला त्यसलाई चाहिँ खनिदिन्छौ कि त ल यसलाई खानु त त्यो आलु आमा सानै छ यसको त सानै छ यहाँ सानो हुनु कत्रो ठुलो छ एउटा यो त यसबाट नि आउँदो रहेछ आमा यो त कत्रो ठुलो भएको ल यहाँबाट निकाल न यहाँबाट निकाल निको यहाँबाट निकाल हेर त $10 बराबरको आलु निस्क्यो है उल्टे उल्टे $10 रे के भन्नुमा त दादा तपाईँले 1 किलोकै पर्छ यहाँ $7 कि कति डलर यो चाहिँ बोटमै आयो झ्याङमै यहाँ तल रहन्छ यो त्यो पछि गर्नु हाम्रो आलु फलेको म त पर्छ नि मम्मी आलु फलेको आलु फलेको हेर्दा नि मान्छे खानु मन हुँदैन यो अझै त्यस्तो देखाएको छैन माथि आइसकेको छ माछा आलु निकाल्नु पटेटो यो निकाल्नु उचाल्न खिच ल अब उता निकाल्नु होइन मैले खिचिरहेको छु मैले अहिले भिडियोमा हाल्नु पऱ्यो नि त्यसरी होइन क्या झ्याङमै बोट पुरै उयो गर न ल जा आमामा तिमी जाऊ न म यसरी होइन ठिक छ मलाई आउनु मन लाग्दैन अपा यो चाहिँ पुरानो आलु जस्तो छ कति आउँदै रहेछ ला बेकारमा टिपेको अब यिनीहरूलाई नटिप्नु
अब आउँदैन त्यति हो त्यो त्यो अर्को आउनु जान्छ अर्को बिग्रिन्छ ताना come on you can do this यो ताना न बेबी ताना बेसरी ताना न हेर त ए हेर अम्मा कत्रो तपाईँलाई केही भन्नु छ कि कमेन्ट्री यसमा त्यो के अरे अस्ट्रेलियामा आएर चाहिँ अस्ट्रेलियाको क्यानबेरा चिजममा चाहिँ आएर चाहिँ आलु यसो अलिकति रोपेको अनि उम्रेको अनि चाहिँ त्यसो खन्दाखेरिमा हेर्दा रमाइलो लाग्दो रहेछ ए कति महिनाको मेहनत हो यो 3 महिना एक महिनाको यो मेहनत त यो 1 महिना नै होइन यो त 2 दिन 3 दिनको मेहनत हो ए अरू के छ रे हाम्रो यहाँ बारीमा फल अरू जुकिनीहरू छ टमाटर 3 किसिमको छ सिमीहरू उम्रिँदैछ काँक्रोहरू उम्रिँदैछ यहाँ बराबर कति यो झन्डै $15 जतिको त आलु होला यहाँ होला सायद होइन कति किलो छ 2 किलो छ 3-4 किलो यो 4वटा आलु भयो चारवटा आलुबाट यत्रो भयो नि त अब उद्याको पनि गरौँ न हुन्छ काखमा पुग्थे त्यहाँ पनि आलु छ त्यो पानी नै ला छैन त्यसलाई पनि खुल्दा हुन्छ त्यो जुकिनी ए हो त्यहाँ धेरै होला कि छैन रहेछ मम्मी यहाँ त यहाँ मल पनि छैन फेरि त होइन त्यहाँ चाहिँ कुखुराको मल हालेर हो त्यस्तो भएको पानी बनाएको थियो नि एक ताका ओजेलमा पऱ्यो क्या यहाँ चाहिँ ल जाऊ यो राख माटो त यो नि खस्रो खस्रो राम्रै छ माटो मलिलो छैन क्या उयोलाई पनि उखाल त तिनीहरूको त अझ कतिवटा माथि माथि आएको छ ए यसको त फलेकै छैन रहेछ मम्मी त्यो घामले हरियो भएको त्यो हरियो चाहिँ हुन्थ्यो तिमीले बोट देखेनौ अर्को ए ल यो त लगा खानै नपर्ने दुईटा अरे अम्मा बच्चाहरूको पो रमाइलो हेर नि त्यहाँ दुईवटा भन्दा यस्तो गर्न चाहिँ कस्तो रमाइलो हुने कि है त्यो त यहीँ किरा लाग्ने बेबी इट्स यो किरा लागेको बिग्रेछ होस् हो त्यो यो यहाँ सुक्खा भएर बेबी बिग्रेछ क्या Oh, we should throw this in the bin. किन्नु बारी भएको हामी किन्नै पर्दैन Why, Daddy? अझै बस्ने अदुवा लसुन सबै हुन्छ मैले काँक्रो पनि रोपिदिएको छु छोडिदे पेपा यता 4 महिनासम्म होला त्यो होइन आऊ छोडिदे खोइ त zucchini खोइ मम्मी zucchini टिपेर कहाँ राख्नु भयो भित्रै लगाएर त्यसो पाए हुन्छ zucchini पनि राखेर ल म लिएर आउँछु त्यहाँ हेर भोलिलाई पर्सिलाई यो चाहिँ पछि गर्नुपर्छ कस्तो के छ त एक्सपिरियन्स सुनौँ न आलु फलेको फर्स्ट टाइम देखियो आफैले आलुको के भन्छ अर्को नि आउँदैछ हार्भेस्टिङ गरियो रियली गुड एक्सपिरियन्स के एकदमै रमाइलो पो हुँदो रहेछ थ्याङ्क्स टु मम एन्ड ड्याड मम्मी एन्ड ड्याडी नो बेबी दिस इज रटन कुहिया चाहिँ ड्याडीले सबै निकाल्नु भयो त फेरि होइन यो ए एउटा जग्गा हो यो पनि उखुल ल्याउँदा हुन्थ्यो होस् न खैले त्यसो बाटा जस्तो राख्नु पाएन सानो नि यो सुकिनी अस्ति त ठुल्ठुला थिए यो पनि हाम्रै बारीमा फलायो नि अघि टिपेको क्या यो फोटो राख्ने फोटो खिच्न अघि टिपेको त्यो भोलिलाई टिपाउँछ त यो त किलोको $9 कति छ हो यसको हो त राख सानो राख थ्याङ्क यू बेबी थ्याङ्क यू नो आई वाज जस्ट लाइक यहाँ राखेर फोटो खिच्न भनेर के बेलामा पनि केरा लगाइसक्यो खोइ रोपेको नि मैले ए रुपियाँ हो टमाटर नि मम्मी एउटा टिपन न चाहिँ रातो रातो भएको ल तिनवटा चारो चाहिँ दिँदा हुन्छ सिमीको नि लगाइसकेको छ यो सिमी सिमीको पनि सिमी हो कि के हो फुल्न यो? लगाइसकेको छ सिमी हामीले ऊ चाहिँ रोपेन मम्मी त्यो के अरे बेल के चिप्ले भेन्डी के तल बिस्तारै चिप्ले आउँदै आएन आएन है चिप्ले रोप्न त रोप्या हो त्यो होइन हो त्यो पनि टिपो चिप्ले भिन्डी चिप्ले किराले खाएको छु अर्को मासतिर पनि चारवटा जस्तो लागेको थियो मलाई गोलगोडा पाक्न लाग्यो ए तलपट्टि छ एउटा अलि हरि हरि छ यतापट्टि हेर त यताको तलपट्टि त्यस्तो यो? यो पनि छ त ल नटिपेनु बाबा ऊ जस्तै टिप्यो अघि फलेको भनेर वाउ यता हेर्नुहोस् त अस्ति पनि टिप्यो नि यहाँ
Tomatoes यो चाहिँ हाम्रो wow zucchini tomatoes 1 किलो टमाटर baby what are these what's this 1 किलो टमाटर भइसक्यो no baby what's this Zucchini. no that's a zucchini what is this think टमाटर टोमेटो Tomato. yes this is tomato oh no wait झन्डाले खुट्टाले उयो भयो ल यति नै होइन त आजको हार्भेस्ट harvesting हजुर मम्मी Ooh, body better. ल सबैले बाई बाई गरिदिनु ल bye this is our harvesting कुटन के छ है